नमस्कार साथीहरु, आज म तपाईहरुलाई हेराउन गइरहेको छु फास्ट ट्र्याक निजगढदेखि काठमाडौँमा बन्दै गरेको एक बकैया खोलामा ब्रिज यस्तो बन्दै गरेको दृश्य। अब लागौं भिडियोतिर। यो बकैया खोलामा बन्दै गरेको ब्रिजको दृश्य तपाईहरुलाई देखाउन गइरहेको छु भिडियोमा। अगाडि हेर्दै जानुस्, म तपाईहरुलाई अलि डिटेलमा बताउने छु के कसो कामहरु चलिरहेछ, के भइरहेछ। यो भक्कर दुईटा डेक स्ल्याबको काम यसमा सकेको छ। अझै कामहरु धमाधम स्किल लेबर द्वारा र टेक्निकलहरु द्वारा कामहरु भइरहेको ल। अब आउनुस्, यहाँ हेर्नुस्, स्किल लेबर द्वारा काट्नुको साथसाथै डन्डीलाई शेप दिइराख्नु भएको छ। र यो खोलाको दृश्य पनि हेर्नुस्, यति राम्रो दृश्यहरु पनि रहेको छ। र यो फास्ट ट्र्याक बनेपछि यति राम्रो भ्यू पनि यहाँ आउँछ भने यहाँ मान्छेहरुको घैँचो लाग्ने छ फोटो खिचाउनको लागि। यसले बन्दै गरेको दृश्यहरु यसरी हेर्नुस्। त्यहाँ ठ्याक्कै यो पारी 4 को प्याकेज स्टार्टिङ प्वाइन्ट त्यहीदेखि छ। यो खोलाको दृश्य हेर्नुस्, कति रमणीय ठाउँहरु। पिकनिकको लागि पनि यहाँ एकदम रमणीय ठाउँ रहेको छ। र लाग्नुस् अब भिडियोतिर। अझै हेर्नुस्, यो डिजाइनहरु यति राम्रो डिजाइनहरु रहेको छ। साथसाथै मसिनहरु पनि, त्यो टावर क्रेन हेर्नुस्, यसको सहायताले थुरै भारी काम हुन्छ यहाँ। र यो हेर्नुस्, अझै टेक्निकल स्किल लेबरलाई हेर्नुस् काम गर्दै गरेको यो दृश्यहरु एकदम राम्रो लाग्छ यहाँ। अब लागौं अगाडि हेरौं। अझै यसरी डिजाइनहरु गरेको छ। अझै यो पाडी हामी गएर अहिले तपाईहरुलाई यस्तो दृश्य साथसाथै के कामहरु भइरहेको जानकारी गराउने छु। र हेर्नुस्, यो अगाडि बढौं। यहाँ यो डेक प्यानलको लागि रेडी पारेर राख्नु भएको छ। दुईटा ब्रिज कम्प्लिट भइसकेको छ। यो फर्स्ट नम्बर ब्रिज काममा मनमोहक दृश्यहरु पनि रहेको छ। हेर्नुस्, टावर क्रेन यति राम्रो छ है। एक नम्बरको ब्रिज पनि CP5 को एक नम्बर ब्रिजको काम। दुईटा पुलले दुईटै CP5 र CP4 जोड्ने छ। एउटा ब्रिज बाँकी छ। बारहरु हेर्नुस्, सब पनि दुईटा डेक स्ल्याब भइसक्यो बारहरु बाँध्या छ। यसो काम तीव्र गतिमा नै भइरहेको छ। अहिले धमाधम भइरहेको यो हेर्नुस्, टावर क्रेन। त्यहाँ ठ्याक्कै यो बेली ब्रिज छ। बेली ब्रिज पट्टि तपाईहरुलाई अर्को भिडियोमा मैले बताएकै हो। तपाईहरुलाई त्यहाँ पिकनिक स्पोट पनि रहेको छ। एकदम शनिबारको मान्छेहरु आएर पुरै कहाँको मान्छेहरु आएर यहाँ मनोरञ्जन गर्नुहुन्छ। साथसाथै फुल इन्टरटेनमेन्ट नै गर्नुहुन्छ। त्यहाँ एकदम राम्रो रमणीय ठाउँ छ पिकनिक गर्नको लागि। तपाईहरु पनि यो भिडियोको मार्फत म तपाईहरुलाई जानकारी गराउँछु। तपाईहरु पनि आउनुस्, इन्टरटेनमेन्ट मनोरञ्जन गर्नुस्। शनिबारको दिनमा थुप्रै मान्छेहरुको भिड हुन्छ त्यहाँ। यो हेर्नुस्, कामहरु धमाधम हुँदै चाँडै धमाधम कामहरु गर्दै लेबरहरु यसरी हेर्नुस्। यो दृश्यहरु एकदमै रमणीय मनमोहक दृश्यहरु पनि रहेको छ यहाँ। यो बनिसकेपछि म तपाईलाई अझै अपडेट गर्ने नै छु यसमा। यो हेर्नुस्, कामहरु लेबरहरु स्किल लेबरहरु यसरी धमाधम काम प्रोटेक्सनको साथमा धमाधम काम गरिरहेको अवस्था। एकदम मनमोहक दृश्य। यहाँ त मनमोहक दृश्य पनि रहेको छ। यो घुम्नको लागि स्पोट पनि एकदम राम्रो। त्यहाँ ठ्याक्कै स्लोप प्रोटेक्सन 4 को प्याकेज देखिराख्नु भएको छ तपाईहरुले। ठ्याक्कै अगाडिमा 4 को प्याकेज, यो पुलले जोडेपछि 4 को प्याकेज आउँछ। त्यहाँदेखि 4 को प्याकेज स्टार्ट हुन्छ। 4 को प्याकेजको केही भिडियोहरु पनि मैले राखेकै छु आफ्नो
युट्युबमा तपाईहरु त्यो पनि हेर्दिनु होला। अझै राम्रो भिडियो नै म लिएर आउने नै छु। यस्तै स्टे ट्युन, च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। यसरी राम्रो भिडियोहरु म तपाईहरुको लागि ल्याउने नै छु। हेर्नुस् यहाँ तलको दृश्यहरु, पानी कति सफा पानी लालबकैया खोलाको। यो हेर्नुस्। अझै भिडियोमा फुल वाच गर्नु होला। हेर्नुस् अहिले अगाडि ती राम्रो दृश्यहरु पनि रहेको छ र जानकारी साथसाथै जानकारी पनि तपाईहरुलाई गराउने नै छु। एकदम मनमोहक दृश्य लालबकैया खोलाको काम तीव्र गतिमा हुँदै ठ्याक्कै त्यहाँ CV4 को स्लोप प्रोटेक्सनको त्यो भ्यू तपाईहरुलाई देखाइराखेको छु। एकदम राम्रो तरिकाले डिजाइनले स्लोप प्रोटेक्सन पनि भएको त्यहाँ तपाईहरुले देखिराख्नु भएको छ। यो टावर क्रेन हो। टावर क्रेन मद्दतले तपाईको गड्डर यताउति काम जति छ डेक प्यानल सबै मिलाउने काम हुन्छ यही लिएर। यो हेर्नुस् कति मस्तको दृश्य।